1.5 कुन्टल सुन पठाएको थिएन के 1.5 ग्राम सुन जब छोरीको लागि कानमा कुण्डल भनेर पठाइदिएको 2,000 रुपियाँ घुस खायो। कुन एङ्गलले यो सुन कुन एङ्गलले लाग्छ काँचो सुन भनेर घुस खायो गरे? कुन एङ्गलले काँचो सुन लाग्छ? बनाएको यो बाला हो। सक्दो सेयर गर्नु होला यो भिडियो। बालन सरकार र सुदन गुरुङसँग यो भिडियो जाओस्। कमेन्ट गर्नु होला, सबैजनाले सेयर गर्नु होला। म मोहन कुमार विश्वकर्मा, हाल साउदी अरबदेखि। आज साउने सङ्क्रान्तिको सबैजनालाई देशमा विदेशमा रहनुहुने, नेपालमा रहनुहुने दाजुभाइ दिदीबहिनी आमा बुवालाई सम्झेको छु मैले। धेरै नै के गर्दै हुनुहुन्छ, आराममै हुनुहुन्छ होला। आज मैले केही भन्दै गइरहेको छु। खासै मलाई यो सरकारको विषयमा भिडियो बनाउन मन त थिएन, के गर्नु, तर बाध्यता भयो। यो सरकारको प्रति भिडियो बनाउन एकदम बाध्यता भयो है। मैले घर एकजना साथी गएको थियो, र मैले 1.5 ग्राम सुन 1.5 ग्राम सुनको बाला कुण्डल र मोबाइल पठाइदिएको थिएँ एउटा। जाँदै गर्दाखेरि एयरपोर्टमा यति हरामी, यति घुसखोरहरू बसेको छन् नि, यति हरामी कस्टमहरू, यति घुसखोरी बसेको छन्। नेपाल सरकारले तोकेको पनि छ, महिलाको हकमा 50 ग्राम र पुरुषको हकमा 25 ग्राम भनेर तोकेको पनि छ। त्यही माथि जब 1.5 ग्राम सुनलाई 1.5 कुन्टल सुन छिराएको जस्तो 2,000 रुपियाँ घुस खायो। बेगैदा बिल पनि छ, यहाँबाट भेटको बिल काटेको बिल पनि छ। 1.5 ग्रामको बाला काँचो सुन होइन, के होइन। के गरेको छ यो सरकार? माननीय प्रधानमन्त्री बालन शाह र सुदन गुरुङलाई ध्यान आकर्षण गराउन चाहे यो भिडियो जसरी पनि सबैजनाले सेयर गर्नु होला, सबैजनाले सक्दो सेयर गर्नु होला, कमेन्ट गर्नु होला। यो मेरो आवाज मात्रै होइन, सारा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीको आवाज हो यो। सामान्य एउटा मान्छेले दुःख गरेर जब 1.5 ग्राम सुन घर पठाएको 2,000 रुपियाँ घुस खायो एयरपोर्टमा र 500 रुपियाँ मोबाइलको। जब एउटा व्यक्तिबाट त्यति लुट मचाइन्छ भने प्रत्येक